भने मान्छेलाई बिजी रहनुपर्छ। मान्छे जति बिजी रह्यो उति नै उसलाई टेन्सन कम हुन्छ भन्छ नि, सेम रहेछ क्या। हेर्नुहोस् है, म हजुरहरूलाई यहाँ देखाउँछु। म चाहिँ मेरो फोटोग्राफर हो होइन, म पार्कमा फोटो खिच्छु होइन। अब यहाँ दिनको 2000 तिर्नुपर्छ होइन। अब मान्छेको हालत यस्तो छ क्या, मान्छेको हालत सुनसान छ पुरै। अब कुनै दिन न फेरि कस्तो हुन्छ भन्दाखेरि कुनै दिन पालै पाइँदैन, कुनै दिन न पानी पिउने समेत फुर्सद हुन्न, कुनै दिन न फेरि यस्तो अवस्था छ। आफै विरक्त लाग्छ क्या जिन्दगी पनि होइन, यस्तै त हो। त्यही भएर हामी आफ्नो मनलाई कन्ट्रोल गर्न सक्ने हो भने दुनियाँ कन्ट्रोल गर्न सकिन्छ भन्छन् क्या मान्छेहरूले होइन। सबभन्दा पहिले आफ्नो मन कन्ट्रोल गर्ने भनिन्छ। तर के गर्ने, हाम्रो यहाँ आफ्नै मन कन्ट्रोल हुन्न। अब यहाँ बिहानबाट बोनी भएको छैन, आउने जाने भाडा नास्ता सास्ता गरेर 300-400 सकिसक्यो, अनि छुट्टै यहाँ 2000 तिर्नु त छ होइन। अनि अब 1 रुपियाँ कमाइ भएको छैन, अब कसरी गर्ने त हामी, गाह्रो हुँदैन। त्यो हो नेपालमा कुनै पनि काम गरेर नहुनुको कारण, मेन कारण चाहिँ यही हो क्या। अब यस्तो छ अवस्था। अनि होइन कहाँबाट हुन्छ त क्या, दुःख गरौँ कष्ट गरौँ कुनै व्यापार व्यवसाय गरौँ भनेर सोचिन्छ, हुँदैन क्या नेपालमा। जति जे गरे नि हुनिरहन्छ। म 2 वर्ष पुग्न लाग्यो क्यामेरा चलाउन लगाएको, यति पैसा पनि मैले घर राम्रोसँग दिएको छैन क्या, राम्रो कमाइ भएको छैन। कहिले क्यामेरा किस्ता, कहिले कतै, कहिले कतै कतै कतै, सब पैसा 1 रुपियाँ बचेको छैन। कमाउनु त मैले कमाइसकेँ, धेरै कमाइसकेँ, तर पैसा कहाँ गइरहेछ थाहा छैन क्या होइन। 2 वर्षमा मैले 5-7 लाख कमाएँ होला कमाउन त। अब त्यो बढ्दैन क्या नेपालमा। मान्छेहरूले विदेश किन रोज्छन् भन्थे, यही भएर रहेछ क्या। मान्छेहरूले हुन्छ नि होइन, नेपालमा काम छैन भन्थे, हो रहेछ, साँच्चीकै काम छैन। यस्तो अवस्था छ होइन। अब कुनै यो मात्रै नै, जुनसुकै काम पनि होइन, कुनै फार्म खोल्यो त्यस्तै मार्केट छैन, कुनै पनि चिजको मार्केट छैन कि। अब आउँदो नयाँ सरकारले के गर्ने हो त्यो थाहा छैन नेपालमा बसेर। नत्र अब नयाँ सरकारले गर्यो भने के होला, नत्र नेपालमा बसेर केही गर्छु भन्ने इच्छा चाहना छ भन्दाखेरि मार्दिँदा पनि हुन्छ। मैले 15 वर्षमा एसी दिएको हुँ। मैले 15 वर्षदेखि नै स्ट्रगल गर्न सुरु गरेँ होइन। 2 वर्ष इन्डिया बसेँ, अनि एसी दिन बित्तिकै म +2 गर्दा गर्दै इन्डिया जाने आउने, 11-12को इक्जाम दिने, त्यस्तै गरेर मैले +2 क्लियर गरेँ होइन 2079 सालमा। 77 सालको चाहिँ एसी हो। अनि अहिले 78को हो, अनि 79मा भयो इक्जाम होइन। अनि 79 सालमा भयो इक्जाम चाहिँ, 79मा +2 दिएँ। +2 दिइसकेपछि फेरि म इन्डिया गएँ। इन्डिया गइसकेपछि काम गर्न मन लागेन। काम गर्न मन नलागिसकेपछि म चाहिँ अब नेपालमै केही गर्छु त भनेर नेपाल आएँ। नेपाल आएर यस्तै वरपर डुल्दै यहाँ ऊ गर्दा गर्दै के छ र भनेर ल क्यामेरा चलाउँछु भनेर क्यामेरा किनिसकेपछि थाहा भयो कहाँ चलाउने, के गर्ने, कसरी चलाउने भन्ने कुरा बिस्तारै त्यो पनि सेटिङ मिल्दै गयो। बिस्तारै म पनि यता बजारतिर छिरेँ, बिस्तारै सबै कुराहरू बुझ्दै गएँ होइन। त्यसपछि अहिले चाहिँ यहाँ घुराइको ग्रिन पार्कमा ठ्याक्क हालेको छु। अब यो क्यामेरा मात्रै छैन, मैले अर्को क्यामेरा पनि चलाउँछ, भाइलाई दिएको छु त्यो क्यामेरा चलाउनु चाहिँ मैले होइन। भाइले चलाउँछ, 2टा क्यामेरा छन्। अब महिना पनि फेरि पहिलेको महिना कस्तो हुन्थ्यो भन्दाखेरि, स्कुल पढ्दाखेरिको महिना कस्तो हुन्थ्यो भन्दाखेरि कति ढिलो जाने क्या। 1 वर्ष गएको पनि ओ माई गड, 1 वर्ष बित्यो भन्नुहुन्थ्यो। वर्ष बित्या थाहा हुन्न, महिना त सेकेन्ड जस्तै बित्छ। किन भन्दाखेरि किस्ता छ, पैसा दिइराख्नुपर्छ नि त। उतिखेर त के थियो, स्कुल जाने झ्याउ लाग्थ्यो, यहाँ आउँ गर्ने, अनि त्यही भएर दिन लामो लाग्थ्यो। अब त दिन पनि यति छोटो लाग्छ कि किन हो, यो हो जिम्मेवारी भनेको। त्यही भएर तपाईँहरू पनि टेन्सन मान्नुहुन्छ भनेपछि म जस्तै होइन, कुनै म जस्तै भएर मेरो भिडियो हेर्दै हुनुहुन्छ भने के सुझाव दिन चाहन्छु भन्दाखेरि, धेरै टेन्सन लाग्ने काम केही नगर्नु। म पनि यही सोच्छु, अब त धेरै टेन्सन नलग्ने। अबको 100 वर्षपछि अहिले जस्तो यहाँ बस्दा पनि जिउँदो रहँदैन भनेपछि हामी केका लागि गर्ने के होइन।
भन्ने सोच्छौँ। सोचिसकेपछि फेरि एउटा मनले मान्दैन क्या, नै त्यस्तो किन होला, घरमा ऋण छ, अनि परिवारलाई खुसी बनाउनु छ, आफू खुसी हुनु छ। त्यो खुसी हुने के लिए त पैसैले हो। पैसा के गर्ने नेपालमा छैन, त्यही भएर लास्टै गाह्रो छ नेपालमा जिउन होइन। म त कतिखेर यस्तो गाह्रो हुन्छ होइन, टेन्सन हुन्छ। भिडियो बनाउँछु, अब भिडियो बनाउनु सुरु गरेको छु, तपाईँहरू पनि भिडियो सपोर्ट गरिदिनु होला। टेन्सन हुन्छ होइन, कतिखेर गाह्रो हुन्छ। सो आज फेरि यस्तै नल्ला भएको छ। हिजो पनि 1500 रुपियाँ कमाएँ, अस्ति ठिकै भएको थियो, बरु 5-6 हजार भएको थियो अस्ति, हिजो पनि खासै भएन। अनि आज त झन् यस्तो अवस्था छ, झन् हुने कुरै छैन, एक पैसा पनि होला जस्तो लागेको छैन आज मलाई झन्। सो त्यही हो गाइज, डोन्ट माइन्ड, भिडियोलाई सब्सक्राइब र सेयर गरिदिनु होला है। यस्तै गरिबदुखीलाई सपोर्ट गर्नुपर्छ, ठुल्ठुलो युट्युबरलाई होइन कि हामीले सब्सक्राइब गर्ने, हामी जस्तो सानो च्यानललाई सब्सक्राइब गर्ने भने कोही गरिब दुखीले 2 छाक खान पाउँछ होइन, बिस्तारै हुने हो। तपाईँहरूलाई पनि म सब्सक्राइब गरौँला होइन। हस् त, यस्तै टेन्सन लाग्छ भने मेरो भिडियो हेर्दै गर्नु होला। त्यहाँदेखि हेर्दै हुनुहुन्छ, फेसबुकदेखि हेर्दै हुनुहुन्छ भने युट्युब लिङ्क छ, युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला। टिकटकदेखि हेर्दै हुनुहुन्छ भने फेसबुक, युट्युबमा गएर सब्सक्राइब फलो गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।